के छ र क्यागडी हो सञ्जय बवाल म अञ्जल श्रेष्ठ आज अलि निकै लामो समयपछि आएको छु। फिलहाल आजको यस भिडियो चाहिँ के को बारेमा भन्दाखेरि हैन जस्ट फर काइन्ड इन्फर्मेसन गाइज आई हेभ कम्प्लिटेड माई 2 month इन डेलोइट हास्किन्स एन्ड सेल्स एलएलपी एन्ड फर्दर माई द वान अफ द माई इन्गेजमेन्ट हैन यस कम्प्लिट भए अनुसार चाहिँ अ लट अफ इन्फर्मेसन अ लट अफ फ्रेमवर्क अ लट अफ चेन्जेस इन माइन्डसेट अ लिटल बिट धेरै कुराहरू चाहिँ ममा चेन्ज आएको छ क्या एन्ड आई थिङ्क लाइक द्याट आई निड टु सेयर दिस एन्ड फर्दर जो पनि अब आर्टिकलसिपमा जाँदै हुनुहुन्छ या गइरहेको छ भने त्यस्तोलाई चाहिँ कमन प्रब्लम के फेस आउट गरिरहेको हुन्छ त त्यस्तोलाई चाहिँ मतलब दे आर वेल क्युरियस कि अरूको आर्टिकलसिप कस्तो चलिरहेको छ एन्ड दे आर मोर क्युरियस कि एबाउट कि फर्स्टको 2 month चाहिँ कस्तो हुन्छ। हरेक सिए पढ्ने विद्यार्थीको यो कहानी हुन्छ कि आर्टिकलसिपको फर्स्ट 2 month वान अफ द इन्ट्रेस्टिङ हुन्छ या त डरलाग्दो हुन्छ या त एकदम त्यो मेमोरेबल हुन्छ एन्ड सेम एज माइन। सो एन्ड फर्दर आई एम सेयरिङ द एक्सपिरियन्स अफ द बिग 4 फर द 2 month होइन त्यसपछि त थाहा भइहाल्छ कुन के कस्तो भन्ने कुराहरू। सो यो पार्ट चाहिँ म तपाईँहरूलाई एकदमै सरप्राइज राखिरहन्छु होइन तर पहिलोको 2 महिना चाहिँ कस्तो हुन्छ भन्ने कुराहरू चाहिँ म अलिकति समराइज गर्न चाहन्छु है त। सो लेट मी स्टार्ट विथ द फर्स्ट एन्ड फर्मोस्ट थिङ। सुरुको यो आर्टिकलसिप सुरु हुँदाखेरि चाहिँ के कस्तो थियो भन्ने कुरा हुन्छ होइन त। फर्स्ट विक चाहिँ पुरै यदि कुनै पनि फर्म यदि बिग 4 या बिग 6 जोइन गरिरहेको छौँ भने चाहिँ यो सुरुको 1 हप्ता 2 हप्ताहरू चाहिँ उनीहरूको ट्रेनिङ हुन्छ म्यान्डेटरी इ लर्निङहरू हुन्छ होइन त्योहरू चाहिँ हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ होइन। साथसाथै अब यो भनेको चाहिँ कुनै लिगल पार्टतिर जब भयो अब आफ्नो कस्तो फिलिङ आउँछ भन्दाखेरि होइन फर्स्ट डे चट्ट यसो हेर्छौँ अफिसतिर महाकसम 100-200 जना मान्छेहरू झ्याप्पै एकैचोटि आँखाले देख्छौँ एन्ड नियर बाई आफ्नो वरिपरिबाट 100-200 जना मान्छेहरू हिँडिरहेको हुन्छन् वरिपरि एकदम भिड हुन्छ। एउटा फिल्ममा हेरेको छ नि कुन फिल्म भन्दाखेरि वुल्फ अफ वाल स्ट्रिटवाला सायद त्यो फिल्म होला होइन त्यो फिल्ममा जस्तो त्यो टेबलमा फोन लिएर कल गरेर बोलिरहेको एन्ड लिटरल्ली त्यही सिन दिमागमा याद आउँछ यार। मान्छेहरू एकदम ठुलो फ्लोरको क्याबिनमा मान्छेहरू 100-200 जना मान्छेहरू होइन एकअर्कासँग भन्दा पनि मतलब आफ्नो क्लाइन्टहरूसँग गफ गरेर हुन्छ कोही बाजिरहेको हुन्छ कोही एन्ड दिस वाज लाइक अरे यार म कहाँ आएँ यो ठाउँ। त्यो लिटरली यही फिल हुन्छ फर्स्टको 1 week र सेकेन्ड विक चाहिँ एन्ड देन आफ्टर अन यु अल्सो बिकम अ हेबिटेबल अफ द सेम थिङ्स होइन बिस्तारै एडाप्टेबल हुँदै जान्छौँ। अनि सेकेन्ड भनेको चाहिँ अब त्यो एक्सेल सिटहरू हुन्छ नि एक्सेल सिटमा हामीले के त्यो एडभान्स एक्सेलहरू के सिकिरहेको हुन्छ होइन तर बेसिकली त्यो हामीले लास्ट डेटा सेट देखिसकेपछि त्यो हामीमा कन्ट्रोलै हुन्न के गर्ने के नगर्ने लिटरली त्यो दिमागले प्रोसेसै गर्न सक्दैन कि काम के भइरहेको छ। एन्ड सुरुको फर्स्ट मन्थ या सेकेन्ड मन्थमा चाहिँ अनि हामीले काम पाउने भनेको नर्मल्ली त्यो सिनोप्सिस बनाउनेहरू टिओडी गर्नेहरू अनि त्यहाँबाट चलान टेस्टिङ ब्याङ्क पेमेन्टको ट्रेसिङहरू यी यस्ता कामहरू हामीले पाउँछौँ होइन। अनि यो कामहरू भनेको बेसिकली कपी पेस्ट टाइपै हो तर यिनीहरूको मोडिफाइड नाम चाहिँ अलिकति बवाल छ तर बेसिकली भन्नुपर्दा द्याट वर लाइक कपी पेस्ट मात्र हो त्यो होइन। अनि त्यहाँबाट त्यो कामहरूको लागि चाहिँ अनि गर्दाखेरि चाहिँ अरे यार के काम गरिरहेको छ यार म त यस्तो काम गर्न आएको होइन नि भन्छ होइन। तर यो यसको फाइदाहरू पनि छ यसको फाइदाहरू चाहिँ म पछि भन्नेवाला छु होइन तर त्यस्तो कामहरू हुन्छ होइन। अनि त्यहाँबाट कुनै बेला चाहिँ फर्स्ट 2 weekमा चाहिँ त्यस्तो रस हुन्न कि टाइम जतिसुकै भए पनि तर त्यति साह्रो रस हुन्न कि बिहान 10:30 बजीतिर गएको छ अनि साँझ 4 बजी होइन केटा कहिले पनि फर्किन पाइन्छ 4 बजी 6:30-7 बजीतिर फर्किँदा हुन्छ फर्स्टको 2 week यस्तै हुन्छ। एन्ड एज सुन एज अलिकति तिमी कम्फर्टेबल हुन्छ त्यसपछि अनि तिमीलाई कुनै पनि इन्गेजमेन्टमा एलोकेट गरिसकेपछि चाहिँ त्यो एलोकेसनमा अब तिमीलाई बिस्तारै अब काम दिन थाल्छ राम्ररी मतलब यो एरिया यो सबै सक्का भनेर मतलब स्पेसिफिक एरिया होइन कुनै पनि सिम्पल कामलाई यो एरिया अब तेरो जिम्मा तँलाई जे गर्नु छ गर। अनि त्यहाँबाट क्लाइन्टसँग हामी आफै गएर बोल्नुपर्ने हुन्छ। अब यसमा चाहिँ सबभन्दा ठुलो समस्या के हुन्छ भन्दाखेरि राम आफूले केही बुझेको हुन्न क्लाइन्टको डेटा कसरी अपडेट गरेको हुन्छ त्यो पनि बुझेको हुन्न एन्ड डाइरेक्टली तिनीहरूसँग चाहिँ इन्टरेक्ट गर्दाखेरि चाहिँ अनि अलिकति धेरै नै गाह्रो हुन्छ होइन। एन्ड बेसिकली मेरो चाहिँ एउटा के थियो भन्दाखेरि मेन इस्यु भनेको होइन वरिपरि सुन्छ यार एपिडम जिएलडम के हो अनि एपिडम डिएलडम यो दुईवटा टर्ममा चाहिँ म साह्रै कन्फ्युज हुन्छ कि। अनि यो कुरा त न त हामीले बुकमा पढेको हुन्छ न त कतै देखेको हुन्छ डाइरेक्टली त्यहाँ सुनिन्छ अनि त्यहाँबाट गइसकेपछि अनि त्यो कुरा युज गर्छ होइन त्यो वर्ड युज गर्छ। मैले 2-3चोटि बुझ्ने त्यही बेला कुरा गरिरहेको छु त्यही बेला अनि बुझ्ने प्रयास पनि गरेँ के हो यार यो कहाँबाट लिङ्क हुन्छ भने त्यो एकदम कन्फ्युजिङ हुन्छ नि त्यो। अनि त्यहाँबाट अनि अर्को कन्फ्युजन हुनु भनेको अप्रुभल्समा हुन्छ अप्रुभल भयो अनि अप्रुभल रिभर्सल भयो
यो कुराहरूमा चाहिँ अलिकति मतलब कुरा एकदम बेसिक हो होइन, त्यही पनि त्यो रियल डेटाहरूसँग देखिसकेपछि एकदम कन्फ्युजन आउँछ। एन्ड फर्दर अनि तिमीहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि एउटा जर्नल इन्ट्रीमा नट डेबिट क्रेडिट एमाउन्ट हुन्छ, त्यसमा त्यो लिटरली एक्सेल सिटको 27-28वटा कलम फिल गर्नुपर्छ एउटा सिङ्गल जर्नल इन्ट्रीमा। सो दिज आर दि सम डिफिकल्टिज नर्मली अफिस कामहरूमा देख्यौँ भनेको। एन्ड सेकेन्ड सबभन्दा मोस्ट डिफिकल्ट भनेको टाइम म्यानेजमेन्टलाई लिएर हुन्छ एकदम। अब एज सुन एज फर्स्ट 2 विक सकिन्छ, 2 विक सकिसकेपछि चाहिँ अनि चट्टसँगले अब काममा एलोकेट हुन्छ, बिस्तारै टिमहरूसँग घुलमिल भइसकेपछि चाहिँ बिहानको 10:30 बजीदेखि बेलुकाको 7, 8, 9, 10, 11 यदि इन्गेजमेन्टको लास्टतिर छ भने त यो टाइमहरू चाहिँ हामीले भन्न सकिन्नौँ कि कति बज्छ भनेर। तर बिस्तारै काम जान्छ, कहिले यताबाट गाली खाइरहेको हुन्छ, कहिले यताबाट गाली खाइरहेको हुन्छ, कहिले म्यानेजरले आएर गाली गर्छ, त्यहीमाथि क्लाइन्टले दिएको डेटा बुझिँदैन, क्लाइन्टले दिएको के भनेको त्यो पनि बुझिँदैन, वर्क पेपरहरू बुझिँदैन, यो सबै बिस्तारै अनि बुझ्दै जान्छ भने अरे राम जय रामजी कि जिन्दगी यस्तै हो भन्यो बस्यो। सो दिज त्यो हो कि भेरी प्रब्लमेटिक हुन्छ होइन। अनि त्यहाँबाट क्लाइन्टहरू अनि कुनै चाहिँ क्लाइन्टहरू चाहिँ ठुलो आवाजमा पनि कुनै कुरा गरिदिन्छ कि होइन, त्यो बेला पनि अलिकति डर लाग्छ आफूलाई, किनभने आफू त सानो हुन्छ नि त होइन त्यो पिरियड अफ टाइममा। अब हाम्रो पिरियड सुरुमा त अब आफूलाई केही थाहा हुन्न, आधी अझ कुरा त्यो बिच इन्गेजमेन्टमा गएको बेला अझै दिस आर सम अफ द डिफिकल्ट टर्म होइन। एन्ड फर्दर हामीले कुनै पनि सिली क्वेसन सोद्धाखेरि चाहिँ आफूलाई नै अजिब लाग्छ, दो लाग्नु नहुनुपर्ने हो भने हामीलाई थाहा छैन, तापनि त्यो क्लाइन्ट त्यसले 15-20 वर्षदेखि त्यही काम गरिरहेको छ होइन। हाम्रो 2टा टिमलाई सम्झाइसक्यो, अब म पनि गएर त्यही कुरा सोद्धाखेरि त एन्ड दे आर कमनली बिङ लाइक अबे उसको बताया था ना मैंने यार, अब फिर आके तू मेरे के साथ क्यों बैठ रहा है, जैसे मतलब यसरी भन्छ कि। अनि त्यहाँबाट आफैलाई यार के गरिरहेको छु म यार। अनि सेल्फ डाउट त वान अफ द कमन मोर थिङ्स कमन लाग्छ कहिले सेल्फ डाउट त यस्तै हो जिन्दगी भन्यो बस्यो। एन्ड दिज आर सोम एक्सपिरियन्स। कहिलेकाहीँ एकदम रमाइलो लाग्छ, कहिलेकाहीँ एकदम झ्याउ लाग्छ, कहिलेकाहीँ यस्तो रिस उठ्छ। सो दिज आर सम पार्ट अफ दि होइन फर्स्ट 2 मन्थको आर्टिकल सिप। तर भन्नुपर्दाखेरि होइन यसमा चाहिँ हाम्रो त्यति साह्रो धेरै रेस्पोन्सिबिलिटिज हुँदैन, पार्टनरले पनि त्यति साह्रो हामीलाई ध्यान दिँदैन, म्यानेजरले पनि त्यति साह्रो ध्यान दिँदैन, अनि अलिअलि डाँटसाट खाए पनि हामीले चाहिँ नर्मली एएम डिएमहरूको मात्र खाइन्छ होइन, कुनै पनि रेस्पोन्सिबिलिटी हुँदैन। तापनि अलिकति प्रेसर चाहिँ फिल हुन्छ, एकदम फिल हुन्छ त्यो प्रेसर चाहिँ। मैले अघि भर्खर त काम पाएको जस्तो लाग्छ मलाई, तर तिनीहरूले चाहिँ अबे यार ये 5 मिनट के काम है, तू इतना ज़्यादा टाइम क्यों लगा रहा है यार भनेर भन्छ नि। त्योमाथि ज्यामल 5 मिनटको काम भन्छ, मैले गरेको 2 दिन मतलब मैले गरेको 2 घन्टा भइसक्यो अहिलेसम्म भएको छैन। जस्तै मेरो एउटा इन्स्टेन्स भन्ने हो भने चाहिँ मेरो कन्ट्रोल टेस्टिङ गरिरहेको थिएँ होइन। त्यो कन्ट्रोल टेस्टिङ गर्दाखेरि चाहिँ बुकमा पढेको अर्कै हुन्छ, भन्ने बेला अर्कै हुन्छ, तर एक्चुअली म गरिरहेको थिएँ कपी पेस्ट। या गाइस कपी पेस्ट भन्दा पनि मतलब त्यति साह्रो त हेरेको थिएन, तर काइन्ड अफ कपी पेस्ट थियो कि प्रिभियस इयरको त्यो फर्मेट हुन्छ, प्रिभियस इयरको सबै लेखेको वर्डहरू हुन्छ, मेरो काम चाहिँ नेगेटिभ हुन्छ। अनि आफैलाई कस्तो अजिब लागिरहेको थियो होइन। अनि आफैले बुझ्दै गर्दाखेरि चाहिँ लिटरली इट टेक्स एराउन्ड 2 डेज मतलब 2 दिन मेरो त्यहीँ गएको थियो। त्यहीमाथि बिचमा काम गरिरहेको बेला यो आएर यो खोल भन्छ, कहिले यो आएर यो खोल भन्छ। एन्ड दिस थिङ्स त्यो बल्ल रिदम बसिरहेको हुन्छ, फेरि आएर डिस्टर्ब गरिदिन्छ, अनि त्यो कहिले यता गएर कहिले उता गएर त्यो फाइल पनि यति धेरै फाइल हुन्छ आम्मामा। त्यो फाइलमा गएर कुन ठाउँमा गएर कुन फोल्डरमा गएर खोल्यो भने बल्ल त्यो डेटा पाइन्छ भन्ने कुराहरू पनि ती सोच्दा दिमाग जान्छ। अनि यही कुराहरू हो क्या। कुरा कुनै पनि डिफिकल्टी हुन्न काम गर्न थाल्यो भने, मतलब नलेज बेसिसमा चाहिँ एकदम बेसिक कामहरू हुन्छ नि। तर त्यो सिङ्क, त्यो ह्याबिट, त्यो फोल्डरहरूमा, त्यो दिमागमा त्यो फोल्डर कहाँ छ भने त्यो दिमागमा बसाउँदाखेरि नि तिम्रो 1 मन्थ 2 मन्थ जान्छ। वर्क टाइमिङसँग कोअपरेट गर्दै मेरो 1 मन्थ 2 मन्थ जान्छ। सो यति नै हुन्छ होइन। अनि मेरो चाहिँ कुरा गर्ने भने मेरो पनि यस्तै नै थियो, त्योभन्दा बढी केही पनि थिएन। सो दिज आर थिङ्स। अब भन्नुपर्दाखेरि मैले चाहिँ के सिकेँ चाहिँ फर्स्ट 2 इन्गेजमेन्टबाट चाहिँ पहिलाको भन्दा के सिकेँ, फर्स्ट एन्ड फरमोस्ट थिङ मैले के सिकेँ भने अडिट कसरी हुन्छ, एउटा फ्रेमवर्क दियोस् दिमागमा। अडिट भनेको थ्योरी पार्टबाट होइन छुटेर चाहिँ अब प्र्याक्टिकल वर्कमा चाहिँ मेरो दिमागमा माइन्डसेट डेभलप भएको छ होइन। एन्ड सेकेन्ड थिङ भनेको वान अफ द ग्रेटेस्ट थिङ आई बिलिभ द्याट प्र्याक्टिकल एक्सपोजरले के दिन्छ भन्दाखेरि चेन्ज इन माइन्डसेट। जसले पनि त्यही भन्ने होइन। वान अफ द इन्स्टेन्सेस म नि एकचोटि पार्टनरको मिटिङमा गएको थिएँ होइन।
पार्टनरको मिटिङमा तिनीहरूले आफ्नो सिनियर म्यानेजर हु एज अ लाइक 7 to 8 इयर एक्सपिरियन्स भएको मान्छेलाई पनि उनीहरूले के भन्दा थियो भन्दाखेरि चेन्ज इन यर माइन्डसेट के माइन्डसेट चेन्ज गर टिमलाई माइन्डसेट चेन्ज गर भन्छ होइन एन्ड सिनियर म्यानेजरले 2-3 वर्ष भएको एक्सपिरियन्स भएको मान्छेलाई पनि एएमडिएमहरूलाई पनि चेन्ज यर माइन्डसेट कुराहरूलाई सर्ट आउट गर एक्जिट गर यसरी बस्ने काम नगर भन्छ होइन अनि त्यो एएमडिएमले मलाई भन्ने पनि के हो चेन्ज इन माइन्डसेट हो होइन एन्ड फर्दर मैले तिमीहरूलाई के भन्छु भन्दाखेरि चेन्ज इन माइन्डसेट किन भन्दाखेरि द थिङ्स आर प्लेइङ इन आवर माइन्डसेट सो चेन्ज इन माइन्डसेट कहिले पनि जीवनमा डिफिकल्टी लागिरहेको छ या कहिले पनि गाह्रो भइरहेको छ भन्दाखेरि द्याट्स नट अ डिफिकल्ट गाइज अलिकति माइन्डसेट चेन्ज गरौँ आफ्नो पर्सपेक्टिभ चेन्ज गरौँ त्यो कुरा सल्भ हुन्छ सो यो कुरा मैले चाहिँ एकदम सिकेको थिएँ अनि थर्ड नम्बर भनेको चाहिँ अनि हेर टिमसँग बसिसकेपछि लङ वर्किङ आवर्स इज वान अफ द कमन थिङ्स त्यति साह्रो गाह्रो पनि हुन्न बिस्तारै बिस्तारै बानी पर्छ फर्स्ट टाइम गाह्रो हुन्छ सेकेन्ड टाइम गाह्रो हुन्छ थर्ड टाइमबाट ए भाइ यस्तै हो जिन्दगी यही नै हो भन्ने लाग्छ होइन एन्ड एउटा आज नेपाली स्टुडेन्ट भइसकेपछि चाहिँ यता इन्डियाको गुडगाउँ साइडतिर आयो भने चाहिँ उनीहरू उतातिर चाहिँ साह्रै गर्मी चाहिँ खप्न सकिँदैन होइन मेन प्रब्लम भनेको गर्मीमा हुन्छ एन्ड सेकेन्ड भनेको चाहिँ यहाँको भिड नोइज हेरेर चाहिँ अलिकति ओहो कुन ठाउँमा जस्तो लाग्छ यो थिङ्सहरू चाहिँ अलिकति मैले सिकिसकेँ एन्ड आई हेभ एडप्ट लाइक अनि एज अ ट्रान्सफर्मेसन फेज अलिकति च्यालेन्जिङ हुन्छ कहिलेकाहीँ यस्तै हो जस्ट किप पोजिटिभ गाइज हेभ अ नाइस डे यति नै थियो माई फर्स्ट इन्गेजमेन्टको एक्सपिरियन्सहरू अरू भविष्यको भिडियोहरू अब छिटो छिटो हाल्ने प्रयास गर्छु समयले साथ दिएमा बाई बाई गाइज